अरूलाई के सिकाउनु आफै चाहिँ सिकेर आयो कि धेरै कुरा बुझ्यौ नि। अँ, उम्, आफै सिकेँ के मलाई मतलब धेरै अचम्म लाग्यो कुरा सिकेँ कि त्यही कुरा म सेयर गर्न खोजिरहेछु कि तिमीलाई। बच्चाले केही कुरा भने सिकाउन जान्छु बच्चासँग अँ, धेरै कुरा सिकेर आएँ क्या म वास्तवमा। अनि त्यसपछि गएँ। अनि त्यसपछि प्रिन्सिपललाई भने अनि म के सोचेँ भन्दाखेरि ममा यदि पावर छ भने होइन म चाहिँ प्रिन्सिपल मतलब बच्चा चाहिँ एकदम चकचके हुन्छ चञ्चल हुन्छ। मलाई यदि पावर छ भने म बच्चाले कसरी मतलब मतलब कन्ट्रोल नगरिकन उसलाई सिकाउन सकु क्या। मतलब फ्रिडमको कुरा छ क्या यहाँ। हो। बच्चा पढ्न चाहदैन तिमी कसरी त्यसलाई मैले पनि पढाउन त्यही सक्छौ? गर्नु। अँ बच्चा यदि पढ्न चाहदैन भने तिमी जबरजस्ती पठाइरहेछौ त्यसमा यदि त्यो गरिरहेछौ भाइलेन्स गर्दैछौ कि एक किसिमले। हो, उसलाई प्रेमपूर्वक केही दिन सक्छौ भने देऊ नभए उसलाई चाहिँ अप्ठ्यारोमा नपार के मेरो कन्सेप्ट के। सानोमा त्यस्तो थियो कि म कुनै हो, खान्थेँ अनि म सोच्थेँ कि म टिचर बन्छु। अनि टिचर बनेपछि म पनि बच्चालाई कुट्छु हो, क्या। तर अहिले यस्तो मतलब हो, प्रेम भावला भरिसकेको छु होइन। किन भरिसकेको थाहा छैन होइन। बच्चा हेर्ने बित्तिकै मतलब लाग्छ कि यसलाई मतलब कसरी मतलब राम्रो मान्छे बनाऊँ भनेर मेरो यही उद्देश्य हुन्छ क्या यो यहाँ समाज। यहाँ म अलिकति रोकेँ ल त्यसमा। म अँ, अलिकति रोकेँ ल, म पनि जान्छु नि अहिले। अँ, म चाहिँ के चाहन्छु भने यिनीहरूलाई, मैले त धेरै, मैले पनि पिटाइ खाएको छु धेरै सानोमा सरहरूले नपढ्दा। म अँ, यिनीहरूलाई के चाहन्छु भने यिनीहरूलाई चाहिँ एकदम मतलब सबै कुरा बुझोस् कि यिनीहरूले फ्री भएर क्या, अँ। बुझोस् सम्झियोस् अनि आफै बुझोस् कि मैले कति पढ्नुपर्ने, के पढ्नुपर्ने, होइन त्यो नलेज चाहिँ म बुझाउन चाहन्छु कि फ्री भएर पढोस्। अनि म एकदम फ्री छोडिदिन्छु कि क्लासमा सबैलाई। हुन्छ नि मतलब डिसिप्लिन कोही बाहिरको मान्छे आयो भने गुड मर्निङ सर भन्छ नि होइन। अनि पुरानो यादहरू ताजा हो, फेरि त्यो अनि प्रिन्सिपल जान्छ सबले गुड मर्निङ सर भन्छ कोही कोही बच्चा उठ्दैन क्या फेरि सबै बच्चा उठ्दैन। अनि त्यति बेला त बच्चामा के हुन्थ्यो भन्दाखेरि उठेन भने त कुटाइ खाइहाल्थ्यो। मेरो बुवाले झन् भन्थ्यो कि जङ लागिहाल जग अँ, लागिहाल्यो शरीरमा। नेपालीमा भन्थ्यो क्या जङ लागिहाल्यो शरीरमा बिष लागिहालेछ उठ्दैनौ भनेर कुटाइ खान्थ्यो क्या। अनि यहाँ उठेन। तर मलाई त्यो लागेन कि ए उठेन यार उसलाई मन थिएन उठ्न नि किन उठ्छ यार। होइन त्यसलाई अन्दरबाट हुनु पर्यो नि उठ्नुपर्छ हो, भने होइन। अनि त्यसपछि हो, उठ्यो अनि सिट डाउन एकदम अङ्ग्रेजीमा भन्यो। अनि गुड मर्निङ छ अनि सिट डाउन अनि उठ्यो अनि बच्चाहरूलाई भन्यो ल माथि जाऊ अनि सबैजना माथि आयो। अनि एकदम हतारमा के अनि चप्पल सप्पलहरू त्यत्तिकै फालेर अनि नङ्गे प्यारे माथि गयो के अनि बच्चाहरू गयो भने हामी पनि चप्पल खोलेरै जाऊँ भनेर हामी पनि चप्पल खोलेरै गयौँ होइन। त्यसपछि गएँ अनि त्यसपछि बच्चालाई अनि मैले सोचेको मैले मैले पहिला इन्ट्रोडक्सन भने अनि आफ्नो इन्ट्रोडक्सन दिएँ युवराजु पनि इन्ट्रोडक्सन पनि दिइनँ। अनि दुवैजना दिए। अनि त्यसपछि बच्चालाई भने कि हामी चाहिँ किन आएको छौँ यो इन्ट्रोडक्सन दिएँ अनि भने कि तिमीहरू पनि मतलब इन्ट्रोडक्सन देऊ कसैलाई जोर जबरजस्ती छैन। तिमीहरू चाहिँ मात्र आफ्नो इन्ट्रोडक्सन देऊ र एडिसनल जे जे भन्नु छ आफ्नो मनको त्यो पनि भन्न सक्छौ क्या। जसलाई भन्न मन लागेन त्यसलाई जोर जबरजस्ती गरिँदैन। नभन्ने मतलब भन्न मिल्छ के। गरिँदैन। अनि अर्को कुरा के गरे भन्दा प्रिन्सिपललाई पठाइदिए बाहिर भनेको तपाईँ नबस्नु तपाईँ बस्नुहुन्छ भने डरले गर्छ के। पढाइ डरले हुन्छ के। त्यो हल्ला गर्न चाहन्छ नि हल्ला गर्न हो, पाउँदैन मजाले सही कुरा। होइन। मानव प्रिन्सिपल छ भने उसलाई त मतलब मेरो ऊ आफ्नो स्वतन्त्रपूर्वक एन्सर दिँदैन के। उसको कन्ट्रोल एन्सर हुन्छ के। त्यो म हो, चाहँदैन थिएँ के। हो, म नै कन्ट्रोल गर्छु हल्ला गर्छु भने म नै सहन्छु होइन। त्यस्तो म पुरै यसरी हुँदैन भनेर गएँ। त्यसपछि इन्ट्रोडक्सन दिन कुरा आयो नि। अनि म इन्ट्रोडक्सन दिएँ अनि त्यसपछि एकजना के भन्यो माइगो आउट सर भन्यो क्या। अनि त्यसपछि मैले भनेको होइन जाँदा त मैले जाँदा जसलाई जानु छ जाने नि होइन। अरू कसैलाई जान छ मैले सोधिदिएँ क्या। अरू कसैलाई हिचकाउनु पर्दैन जानु मिल्छ भने अनि आधी स्टुडेन्ट खाली भइहाल्यो क्या बुझ्यौ। हो, आधी स्टुडेन्ट गायब के। अनि भन्छ अझै अनि त मैले के भन्यो भन्दाखेरि अझै कोही जान्छौ भनेर के। तर त्यो जुन म्याचर स्टुडेन्ट थियो तिन चार क्लासको त्यो चाहिँ 15-20जना सायद बसेको थियो क्या। अरू सबै स्टुडेन्ट गायब मतलब तिम्रो 60% गायबै भइहाल्यो स्टुडेन्ट बुझ्यौ। अनि युवराजले मलाई के भन्छ यार तिमी कस्तो मान्छे छौ यार बच्चाहरूलाई त्यसै फ्रिडम छोड्नु हुँदैन नि त्यो त गइहाल्यो अब आउँदै आउँदैन भन्छ के। अनि मैले भनेको यार जान देऊ न उसलाई आउनु मिल्छेन अनि तिमी किन जबरजस्ती ल्याउन खोज्छौ होइन जति विद्यार्थी त्यतिलाई पठाउ न बुझ्यौ कुरा। अनि त्यसपछि हो, तर के हो भन्दाखेरि 1 मिनटमै विद्यार्थी आयो फेरि क्या। गयो होइन त्यतिकै चकचक चकचक गऱ्यो अनि त्यसपछि फेरि आयो कि को टोयलेट गयो कोही ढोढा ढोढा के के गर्यो अनि त्यसपछि आयो कि। जे होस् 3-4 मिनटमा सबै बच्चा आइसक्यो फेरि क्या त्यो खुसी लाग्यो क्या। अनि हेऱ्यो बच्चा त आउँदो रहेछ त फेरि बुझ्यो नि। त्यसपछि सबैको इन्ट्रोडक्सन स्टार्ट गर्यो। अनि कोही कोही एकदम फ्लुएन्टली बोल्यो कोही कोही चाहिँ अलि बिस्तारै बोल्यो कोही कोही दुई यसमा 2-3 जना थियो त्यस्तो चाहिँ बोलेन के
इन्ट्रोडक्सनै दिन मानेन के। अनि उम्, मैले त्यसमा चाहिँ के भने भन्दाखेरि मतलब ठिक छ बोल्यो, धेरै राम्रो कुरा छ, जो बोलेन नि त्यो नेक्स्ट टाइम बोल्छौ, त्योमा केही हार जितको केही कुरा छैन। सुरुमा त्यस्तै लाग्छ, कसैलाई डिमोटिभेट गरिएन के। बुझ्यो नि। त्यसपछि हो, त्यसपछि स्टार्ट गरौँ सेसन भनेर होइन, अनि स्टार्ट गरेँ। अनि हो, अनि त्यसपछि म जब भाषण दिन थालेँ नि होइन, प्लेटोको कुरा भने त्यसको शिष्यको, अनि त्यसपछि अँ, यहाँको जुन हजुर, भगत सिंह छ, त्यसपछि तिम्रो यो के नाम हो यार, अष्टावक्र गीता छ, जो चाहिँ 11 वर्षको उमेरमा चाहिँ यो जनक राजालाई ज्ञान दिएको थियो होइन। त्यस्तै तिम्रो आदि शङ्कराचार्य छ, जो चाहिँ हजुर, तिम्रो 5 8 सालको उमेरमा चाहिँ के भन्छ अरे यो निर्वाण षट्कम श्लोक पढिदिएको थियो क्या। इन्ट्रोडक्सन दिँदाखेरि नि उम्, मनोबुद्धि मनोबुद्धि अहङ्कार न चित्तानि नाहम भनेछ के, शिवोहम शुभोहम भनेछ के। त्यति उमेरमा उसले मोक्ष पाइसकेको थियो क्या। जुन मान्छे मतलब जन्ममा पनि पाएको हुँदैन त्यो ए, कुराहरू गर्न थाले क्या, ठुलो ठुलो कुराहरू। त्यसपछि यहाँ आएर अब त्यसपछि नेपालमा पनि के भन्छ महावीर पुन तिनीहरूको एक दुईवटा इक्जाम्पल दिए के बच्चाहरूलाई। अनि उम्, त्यसपछि मैले भने उसलाई धेरै कुरा भने कि बच्चाहरूलाई। अनि त्यो भनेपछि नि के भन्छ अरे केही केही कुरा बुझ्यो, केही केही कुरो बुझ्यो अरे, कसै कसैले एकदम राम्ररी सुन्यो के। अनि म चाहिँ कन्ट्रोल गर्न सकेन है क्राउडलाई। बुझ्यो। अगाडिको बच्चाहरू हल्ला उम्, गर्थ्यो, कुकुर लागेको थियो, कुकुरसँग खेलिरहेको थियो होइन। म कसैलाई कन्ट्रोल गरेन, शान्त बस, त्योहरू केही होइन कि। आफ्नो बोलिरहेछु, उनीहरू पनि बोलिरहेछ। अनि एकचोटि भनिदिएँ मैले के, ठिक छ तिमीहरू जो जो हल्ला गर्न चाहन्छौ त्यो चाहिँ त्यो साइड गएर बस, अनि पछाडिकोलाई सुन्न देऊ भने के। अनि अँ, पछाडि अनि त्यसपछि के गर्यो, उताबाट अँ, कुदिहाल्यो नि, खुब कुद्छ क्या, त्यसै त्यतै कुद्छ क्या। बच्चाहरू उफ्रिने के। बुझ्यो नि। अनि म अचम्म पर्छु यार, आएर यिनीहरू यार कति मतलब मतलब म सोचिरहेको यिनीहरू किन क्लासमा राखिदिएको जस्तो लाग्छ क्या। मतलब कोही 3 4 साल 5 सालको उमेरमा मेरो बिचरा क्लासमा राख्नै हुँदैन कि, ऊ चाहिँ कुद्न चाहन्छ यार वास्तवमा। तिमी यसलाई क्लासमा घेरेर राखेछौ अँ, होइन, उफ्रिन्छ। किनभने अलिकति गद्दी थियो कि त्यसमा उफ्रिरहेछ बच्चाहरू के। अनि उफ्रिएपछि अनि त्यसपछि मैले भने के, ए बाबु अरू तिमीलाई खेल्न पो भनेको, हल्ला नगर न, कुद्नु छ कुद तर आवाज नगरेर कुद भने के। बुझ्यौ। त्यो भने यिनीहरूलाई। अनि त्यसपछि कुराहरू त्यही सेयर गरेँ होइन, नलेजको कुराहरू पुरै भने। अनि इक्जाम्पल भने होइन। अनि मनको कुराहरू गरेँ, सेल्फ नलेजको कुरा गरेँ के। अनि त्यसपछि भने उम्, किताब नलेज कहाँबाट लिन्छौ तिमीहरू, किताबबाट। अनि किताबबाट मात्र लिँदैन नि, तिमी क्वेसन सोध्नुपर्छ सबैलाई। क्वेसन सोध्नेबाट नलेज ल्याऊ। पहिलाको मान्छेहरू कसरी नलेज लिन्थ्यो, तिमी कतै हेर्छौ मेला जाँ को कसरी के काम गर्दैछ, कसरी के बनाउँदैछ, त्योहरू सिक्न सक्छौ तिमीहरू। त्यो सबै नलेजै हो कि, तिमी किताबमा सीमित नरह भनेर कुराहरू चाहिँ यिनीहरूलाई एडभाइस दिए के। अनि यो सोधे क्या अनि त्यसपछि तिमीहरू के उम्, बन्न चाहन्छौ के, किन पढ्छौ भनेर सोधे के। उनीहरू कन्भर्सेसन गर्नु उद्देश्य थियो। उम्, अनि यिनीहरूलाई सोध्यो तिमीहरू किन पढ्छौ के। मेन क्वेसन यही थियो के। जहिले पनि किनबाट स्टार्ट गर, किन, वाइ। साइन्स तिम्रो यहीबाट स्टार्ट हुन्छ, वाइ किन होइन। अनि त्यसपछि कसैले भन्यो कि, अनि एन्सर उनीहरूको यही थियो, कसैले भन्यो डाक्टर, कसैले इन्जिनियर होइन। डाक्टर इन्जिनियर मोस्टली थियो, कोही कोहीले पुलिस पनि भन्यो के। अनि उम्, त्यसपछि एकजनाले भन्यो ठुलो मान्छे भन्छु, ठुलो मान्छे भन्यो के हो, डाक्टर इन्जिनियर टिचर पाइलट त्यस्तै भन्यो के। अनि त्यसपछि जे होस् तर टिचर अँ, पनि भन्यो क्या 5 6 जना, जुन चाहिँ हाम्रो बेला मिसिङ थियो के। अनि पुलिस भन्यो कोहीजना, एकजना पुलिस भन्यो। अनि त्यसपछि लाग्यो खुसी छु। अनि त्यसपछि अनि यिनीहरूलाई भने कि मतलब तिमीहरू जुन सोचेर पढे त्यो भनेको त्यो समाजले दिएको हो क्या, तिमीहरूलाई यो बन्नु पर्यो त्यो बन्नुपर्छ क्या। होइन, त्यो तिमीहरूको होइन अँ, कि, त्यो समाजले दिएको हो, बिस्तारै बुझ्छु यो कुरा। अनि त्यो भएर अनि यिनीहरूलाई त्यसपछि एक्चुअली अझै भन्यो कि, सर म बाहिर जान्छु। अनि फेरि भने चाहिँ गइहाल, अन्त त किन पठायो फेरि, अघि गएकै थिएन। अनि ठिक छ यार, फेरि जान मन छ भने जान देऊ न। बुझ्यौ नि। अनि अनि त्यो फेरि चाँडै आइहाल्यो कि। उम्, अनि फेरि लास्ट टाइम 10 मिनट बाँकी थियो नि, अनि फेरि भन्छ जान्छु भनेर। अनि म लास्ट टाइम भने बाबु 10 मिनट मात्र बाँकी छ, जान जरुरी छ र सोधे। तिमीलाई लाग्छ जान जरुरी छ भने जाऊ होइन। अनि होइन जानु जरुरी छैन, 10 मिनट ठिक छ म बसिहाल्छु। अनि बस्यो चुपचाप के। तर हल्ला गर्यो, मस्तले हल्ला गर्यो यिनीहरू के। अनि सुन्यो पनि के। अनि युवराजले अलिकति बच्चा ल्याङ्ग्वेज सिकायो। अनि त्यसपछि भइहाल्यो नि लेक्चर। अनि के भन्छ युवराज, रे भाइ तिमी मतलब बच्चाले सिकाउन गयो कि एमडी लेभललाई सिकाउन गयो यो कुराहरू, यो कुराहरू जिन्दगीमा कतै पढ्न पाउँदैन। होइन, यो के कुरा, कति ठुलो ठुलो के ठुलो ठुलो मान्छेको कुरा गरिदियो। अनि जुन मतलब ग्राफ्स गर्न सक्यो कि सकेन। अनि मैले भनेको अब ठिकै छ बुझिहालेँ, नेचर थियो होइन, मैले चाइल्ड इज द फादर अफ म्यान भने होइन, त्यस्तो कुराहरू भने यहाँ।
अनि आफ्नै अँ, एक्सप्लेनेसन जुन हामी पढेको थियो नि हामी, चाइल्ड इज द फादर अफ म्यान, त्यो एक्सप्लेनेसन नदिएर म अर्को राइटर उम्, एक्सप्लेनेसन दिएन, हुने बिरुवाको चिल्लो पा जस्तो इक्जाम्पल दिएन कि अर्कै इक्जाम्पल दिएर सम्झाएँ क्या, एउटै कुराले म अर्को इक्जाम्पल, अनि त्यो चाहिँ मतलब लाग्यो कि हो, मतलब बच्चा चाहिँ, बच्चालाई चाहिँ स्कुलमा पढाउनु भन्दा पनि होइन, उसलाई चाहिँ मतलब एक्सपिरियन्स गराओ के। मैले भने एउटा बुढो मान्छे र एउटा बच्चा मान्छेमा के फरक छ भन्दाखेरि नलेजको फरक होइन के, मान्छे चाहिँ के गर्छ भन्दाखेरि सोसाइटीबाट जुन नलेज नपाउनु पर्ने कुराहरू पाउँछन् के, त्यसैले त भ्रष्टाचारी निस्किरहेछ। समाजमा हेर्छौ तिमी, अँ, मतलब गाली गलोज गर्छ होइन, एउटा जिलियसी भावना आएको छ, बच्चामा त्यस्तो हुँदैन के। अनि जस्तो अँ, समाज त्यस्तै बन्छ के, मतलब नलेज ग्रहण गर्यो तर त्यो विकृत मानसिकता बनाउने के, हो त्यो भएपछि त्यसभन्दा राम्रो त बच्चै ठिक नि, त्यसभन्दा म्याचर त्यो हो क्या, त्यसै चाइल्ड इज द फादर अफ म्यान कि, बच्चाबाट मान्छे सिक्नुपर्छ, त्यसको इमान्दारी र त्यसको इनोसेन्स के, र त्यो कुरा छ। अनि त्यो भएपछि नि मैले भने यिनीहरूलाई, मतलब तिमीलाई कुन चाड मनपर्छ, अनि भन्यो कि छठ, सबैले छठ भन्यो। अनि मैले सोचेँ म पनि बच्चामा थिएँ, मलाई छठै मन पर्थ्यो क्या, होइन। तर अब कुनै मन पर्दैन, किनभने बच्चामा त्यस्तै थियो कि मतलब ठकुवा, अनि सेम रिजन, मेरो रिजन के थियो, ठकुवा भुस्बा खानु आउँछ, यो मेरो पनि सेम रिजन छ कि, म सोचिरहेको थिएँ केही डिफ्रेन्स पायो कि जेनेरेसन, आजको जेनेरेसन, तर सेम सेम रिजन छ कि। अनि त्यसपछि मैले भनेको किन मनपर्छ, अनि पटाका भर्न पाउँछु, हो सेम रिजन छ। त्यसपछि मैले भनेको, अनि त्यसपछि भनेको उसलाई त्यो उम्, नेगेटिभ आस्पेक्ट पनि सुनाएँ क्या, हेर यस्तो यस्तो हुन्छ, फटाका फुट्छ, मान्छेहरू हृदय रोगको पेसेन्ट हुन्छ, होइन, चराचुरुङ्गी त्यताबाट त्यता हलचल गर्छ, डराउँछ, एक ठाउँमा सेटल भइहाल्छ, मरिहाल्छ कति, हो, होइन, त्यो कुराहरू हुन्छ, कुकुर डराउँछ, होइन, हार्ट पेसेन्टहरू अहिले बिरामीहरू धेरै छन्, इरिटेट हुन्छ मान्छे, होइन, त्यो कुरा नेगेटिभ आस्पेक्ट हो नि त, होइन, नदीहरू फोहोर हुन्छ, वातावरण हो, बन्द हुन्छ, त्यो कुरा मैले भनेँ क्या। त मतलब बच्चाले एउटा अर्को सोच पनि एउटा विकसित होस् भनेर त्यो कुरा पनि भनिदिएँ क्या बच्चालाई, जे क्वेसन सोधे त्यही क्वेसनमा मतलब कुराहरू गरियो, खास बच्चासँग खासै केही गरिएन। तर के हो भन्दाखेरि एउटा चाहिँ भने कि मतलब, अनि भनेको तिम्रो र बुढो मान्छेमा केही फरक छैन, तिमी आफूलाई कमजोर नठान, एउटै कुरा फरक हो, एक्सपिरियन्सको फरक हो क्या। त्यो मान्छेहरूले धेरै जिन्दगी हेऱ्यो अनि एक्सपिरियन्स ज्यादा भयो, तिमी चाहिँ अहिले हेरेको छैनौ अनि कम एक्सपिरियन्स हो क्या, होइन। जब मोबाइलबाट धेरै कुरा हेरिरहेछ मान्छेले, अब कति राम्रो कुरा हेर्छ, कति खराब कुरा हेर्छ, अनि त्यसै په सन्दर्भमा मोबाइलको पनि युवराजले चाहिँ भनिदियो। अनि आज हस्पिटलमा थियो नि एउटा बच्चा छ नि, 4-5 घन्टा 3 घन्टा म गएको थिएँ बिहान विरेचन गराउन, विरेचन गराउन, बच्चा थियो ओजिटीको, अनि त्यो बच्चा मोबाइलमा हेरी 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 हेरेको हेरेछ, अनि 2 घन्टा त्यहाँ बस्यो, नि आयो, अनि खाना खाएर गए, अनि 11 बजे पुग्यो हस्पिटल के। त्यति बेला पनि बच्चा मोबाइलमै इन्गेज थियो क्या। अनि त्यो पेसेन्टले के भन्छ थाहा छ, यो बच्चा त के हो यार, जहिलेदेखि आयो जल्दी मोबाइलमा आँखै हट्दैन, यसरी नै छ। ठ्याक्कै युवराजले त्यहाँ सम्झाएको थियो क्या, हेर यसरी हेरिरहेको हुन्छ, यो चाहिँ हाम्रो हड्डी छ नि, यो चाहिँ गइहाल्छ क्या, मतलब समस्या आइहाल्छ क्या। त्यो सम्झायो बच्चाले, अनि बच्चाहरू सिक्यो क्या यो कुरा, मोबाइल चलाउनु हुँदैन भनेर। अनि अरू हात साथ कसरी धुने, सेनिटाइजर कसरी, त्योहरू पनि गरियो। एज हलमा मतलब राम्रै एक्सपिरियन्स रह्यो क्या। त मेरो कुरा यही थियो क्या, बच्चाहरूलाई होइन मतलब कसरी स्कुल सिकाउने, के सिकाउने, होइन, मतलब सेल्फ एजुकेसन दिनुपर्न जरुरी छ क्या। उनीहरूलाई के लाग्न थाल्यो थाहा छ? मतलब उनीहरूको लागि नि यो जुन टिचरहरू छ नि, यो टिपिकल टिचर टाइपको हुन्छ नि, उम्, क्लासमा जाने, बुक लिने, उम्, अनि सरासर पढाउने, अनि त्यही हो, पढाउने, क्वेसन गर्ने, एन्सर गर्ने, एक्जाममा यो सोध्छ त्यो सोध्छ भन्ने टाइपको टिचरहरू हुन्छ नि, यिनीहरूलाई चाहिँ एकदम मतलब उ त्यस्तो बोरिङ टाइपको लाग्ने क्या। एकदम केही यिनीहरूलाई एकदम हुन्छ नि, यो बाध्यतामा पढे जस्तो हुँदैन। आजकलको स्टुडेन्टलाई किन त्यस्तो लाग्छ भन्ने कारण छ क्या। किन लाग्छ भने यिनीहरू यिनीहरू मोबाइलको जेनेरेसनको, उम्, मोबाइलमा दुनियाँ कुरा हेर्छ होइन, उम्, दुनियाँ कुरा हेर्छ मोबाइलमा, दुनियाँ कुरा हेर्छ, दुनियाँको कुरा सुन्छ, अनि लास्टमा गएर स्कुलमा गएर के लाग्छ यिनीहरूलाई, म के गरेर आएको छु जस्तो क्या। मतलब एकदम बन्द एउटा कोठामा एउटै कुरा होइन पढाएपछि तिनीहरूको मन छटपटाएर हुन्छ क्या। उम्, यिनीहरूलाई अलिकति चाहिन्छ क्या, मतलब अरू कुराहरू पनि यसो भनौँ, कुरा गरौँ, फ्री गरौँ अलिकति। अब के हुन्छ भने अहिलेको बच्चाहरूलाई यो रिल्स हेर्दाखेरि होइन एकछिन पनि औँला टिक्दैन नि एउटा रिल्समा। उम्, एकैछिनमा सार्छ होइन, सेकेन्ड सेकेन्ड 2 सेकेन्डमा डिसाइड गर्छ रिल्स सही छ कि गलत छ, इन्टरटेनिङ छ कि छैन भनेर 2 सेकेन्डमा डिसाइड गर्छ, अनि सिफ्ट गरिहाल्छ होइन। अनि यस्तो बच्चालाई नि क्लासमा नहल्लिकन स्ट्रेट साइडमा नबोलिकन बस्नलाई एकदम अप्ठ्यारो हुन्छ क्या। उम्, अनि एकदम अप्ठ्यारो, यिनीहरू अनि कसरी पढ्छ यिनीहरू, यिनीहरूलाई पढ्न रुचि नै लाग्दैन नि, इन्ट्रेस्टै लाग्दैन नि।
त्यही कुरा अहिले म गइरहेको छु भने म छोडिदिन्छु क्या, म केही पनि भन्दिनँ। म अझै अरू के भन्छु भने तपाईँलाई तपाईँलाई जस्तो मन लाग्छ त्यस्तो गर्नु। तर एकचोटि मैले यसरी पढाउँदाखेरि यसरी हेरिदिनु होइन, हेर्नु भनेपछि उनीहरूलाई नि के लाग्छ भने यति मजाले सर भन्दै हुन्छ हेरौँ जस्तो लाग्छ क्या। उम्, त्यहीमा तिमी यस्तो गर्छौ, तिमी उस्तो गर्छौ, यस्तो गरेर भन्यो भने अलिकति के हुन्छ भने जस्तै तिमीले भन्यौ नि बच्चालाई छोडिदिनुपर्छ, मतलब जसलाई बाहिर जानु छ जाउँ त होइन भनेपछि के लाग्छ उनीहरूलाई भने नि बाहिर गएपछि, उम्, बाहिर गएपछि के लाग्छ सरले पुरै ठुलै कुरा पढाउँदै हुनुहुन्छ कि होइन फेरि यो गल्ती गरेँ कि भन्ने आफै महसुस हुन्छ क्या उनीहरूलाई। उम्, उनीहरूलाई भित्रबाट फिल हुन्छ क्या मैले हामी आफै गल्ती गरेर आएको छौँ कि फिल हुन्छ क्या। उम्, अब जति तिमी बाँधेर राख्न खोज्छौ नि ऊ त्यति फुत्किन खोज्छ। उम्, त्योभन्दा राम्रो तिमी छोडिदेऊ। उम्, तँ कति हल्ला गर्छ, 2 मिनट हल्ला गर्छ, 2 मिनट घुम्छ, त्यसपछि त 2 मिनट घुमेर के गर्छ? त्यसपछि कहाँ जान्छ? त्यसपछि त क्लासै रिटर्न आउँछ नि। उम्। कुरा यस्तो हुन्छ क्या खासमा। हामी चाहिँ के गर्छौँ बाँध्न खोज्छौँ क्या बच्चाहरूलाई, तर बच्चाहरूलाई चाहिँ बाँध्नु सकिँदैन क्या। उनीहरूको मन यति चञ्चल हुन्छ नि, उनीहरूलाई बाँधेर गर्नु भनेको चाहिँ उनीहरूले केही पनि बुझ्दैन, केही पनि बुझ्दैन। अर्को भनेको युजी हुन्छ नि, जुन मतलब नर्सरीमा पनि गएको हुन्छ नि, 3 4 सालको हो, बच्चा हुन्छ क्या। त्यो तिनीहरूलाई हो, चाहिँ हो। खेलकुद मेनली खेलकुदै सामानहरू हुन्छ, त्यहाँ चाहिँ एउटा रुममा राखेको हुन्छ हुँ, कि। अब एउटा कुरा के हो भन्दाखेरि गयो नि अनि ठ्याक्कै गेट बन्द गर्यो नि, अनि त्यसपछि एउटा हुँ, बच्चा छ नि त्यो, के भन्छ त्यो जुन बच्चा लिएर हामी आएको थियौँ कि बाइकमा होइन, त्यो बच्चा छ नि त्यो यो गेटकै भित्रबाट एकदम पातलो गेट छ क्या, त्यसबाट पसेर बाहिर निस्क्यो। हुँ। अनि सोच यार, अनि त्यही म सरप्राइज भयो, गेट बन्द छ कसरी बाहिर गयो बच्चा। त्यसपछि हेर अनि तपाईँ आऊ भने आऊ त बाबु किन गयो बाहिर, अनि तपाईँ त्यही गेटबाट पसेर आयो कि। यस्तो अजिब लाग्यो त्यो मैले प्रिन्सिपल सरलाई भने यसरी त बाप रे बाप, बच्चा त भागिहाल्छ यार। अनि यो ओसोको टिचिङ स्टाइल थाहा छ तिमीलाई? बुझिनँ, बुझिनँ। ओसो छ नि, ओसोले कसरी पढाउँथ्यो भन्दाखेरि होइन, के भन्थ्यो हुँ, भन्दाखेरि कुनै टपिक दिन्थ्यो होइन, अनि कुन राइटरले के भनेछ यसमा होइन, एन्सर लेख्थ्यो अनि तिमी चाहिँ यो नसोच कि उनीहरूले भनेको कुरा सही हो, तिमीलाई जे सही छ नि त्यही पनि लेख्न सक्छौ, भनिदियो कि उनीहरू गलत छ होइन, तब पनि तिमी मार्क पाउँछौ क्या, किनभने त्यो तिम्रो दृष्टिकोण हो। यसमा म के एड गर्न चाहेँ भन्दाखेरि हेर मतलब यो किन भइरहेछ, हेर सबै कुरामा रिजन छ किन भइरहेछ क्या। यो मतलब के हो जो इन्फेक्टेड भइरहेछ, तिम्रो मन त इफेक्टेड भइरहेछ नि होइन। त्यही कसैले त तिमीलाई मतलब एउटा इक्जाम्पल छ बेलुनको के होइन, तिमीलाई मतलब कसैले केही तारिफ गरिदियो भने तिमी फुलिहाल्छौ बेलुन जस्तो के, त्यहीँ आएर कसैले घोष दियो भने फुटिहाल्छौ के। मतलब त्यति सेन्सिटिभ भइहाल्छ क्या तिम्रो, मतलब केही कुराले चाहिँ तिमी जस्ता हो त्यस्तै हेर्न सक्दैनौ के। कि शब्दों की जंगल में तू क्यों फंसा है रे भन्छ नि, गीत त्यस्तै गाएको होइन के होइन। मतलब तिमीलाई के मतलब एक्सटर्नल प्रभाव जति कुरै हामी ज्ञान गर्छौँ सबै एक्सटर्नल कुरा हो के, अब्जेक्ट जति पनि तिमी पढ्छौ नि होइन, जियोग्राफी हिस्ट्री तिनीहरू सबै अब्जेक्टको कुराहरू हो के, बुझ्यौ नि। र अब्जेक्टबाट हामी प्रभावित हुन्छौँ के, बुझ्यो नि। कसैले केही भनिदियो भने थटहरू पनि अब्जेक्टै हो क्या, त्योबाट प्रभावित भइहाल्छौ क्या। अनि प्रभावित भएपछि त्यही कुरा सुसाइडको कारण हुन्छ, त्यही फुलिहाल्छौ। कसैले प्रशंसा गरिदियो भने एकदम, अनि त्यसपछि कसैले केही भनिदियो भने रोइहाल्छौ होइन। त्यो कुरा छ क्या समस्या यहाँ समाजमा। यही त छ, यो सबैको नलेज त छ नि। त्यही भागवत मन छ नि, गीतामा मनलाई त्यसैले बस भगवद्गीतामा चाहिँ मनलाई चाहिँ गीता दृढ सङ्कल्प बनाऊ ताकि मतलब तिमीलाई सुख दुःख चाहिँ सम्भाव होस् भनेर के। हो, त्यही कुरा हो क्या। अनि त्यहीको यही जङ कुराहरूको चलिरहेछ मान्छे के, को बढी त्यो के भन्छ इगो बन्न सक्छ, को बढी त्यो रेस्पेक्ट कमाउन सक्छ होइन। हो तर सबै केही होइन क्या, त्यो भुल हो त्यो बुझ्दैन कि। हो त्यो अर्को कुरा बुझ्दैन भने यही अनि बुझ्दैन नि मेन कुरा प्यारेन्ट्सै बुझ्दैन क्या। अनि प्यारेन्ट्सै नबुझेपछि कहाँबाट बुझ्छ त मान्छेको चाहिँ कुरा त्यो आउँछ क्या। अनि त्यो अब मन यस्तै चाहिँ त्यो हो। मनको शिक्षा छ नि, मनको शिक्षा नै आवश्यक हो, त्यसलाई योग चाहियो बुझ्यो नि। त्यस्तै अब त्यो बच्चा अनि अर्को कुरा भनेको स्कुल नहाल्यो भने घरमा घरमा चाहिँ बत्तर हालत हुन्छ, भन न कसरी। त्यो त हुन्छ अहिलेको अवस्था हेरेर। म हेरेँ त्यहाँ कमसेकम खेलि त रहेको थियो यार, मोबाइल त चलाइरहेको थिएन होइन, एउटै रुममा थियो। घरमा कुन तिम्रो ठुलो गार्डन हुन्छ त्यहाँ खेलिरहेको हुन्छ, कुन त्यो त्यो कलेक्सन पनि बच्चा हुन्छ त्यहाँ, त्यहाँ त कलेक्सनमा बच्चा त हुन्छ नि कमसेकम, एकअर्कालाई केही न केही मतलब हुन्छ क्या इन्ट्रेक्सन होइन। अनि अहिलेको सही मान्छेहरू के गर्छ भन्दाखेरि त्यो कमसेकम बच्चाले आफ्नो जान छुटाउनको लागि पनि स्कुलमा हालिदिन्छ के। तर न त स्कुल राम्रो हो वास्तवमा, न त घर राम्रो हो के, त्यसको लागि खुला आकाश राम्रो हो के, हो। बुझ्यो नि, खुला आकाशमा छोडिदेऊ के। हेर न पहिलाको
एउटा 4-5 सालको बच्चाहरू एउटा आफ्नो बच्चालाई चाहिँ गोदीमा उठेर बर्तन सर्तन मस्काउँथ्यो, खाना पकाउँथ्यो, बच्चालाई खुवाउने पनि त्यतिसम्म हुन्थ्यो नि, कमसेकम नपढे पनि त्यतिसम्म त हुन्थ्यो नि, एउटा जिम्मेवारी बच्चैदेखि लिइहाल्थ्यो के। त्यो त अहिले तिमी पुरै 100%ै मिसिङ छ त्यो त। उम्, त्यति पनि त हुन्थ्यो नि, अब त यो पनि छैन, सब कोल्याप्स भइसक्यो। अब हामीसँग त्यति टाइम त छैन ऊको, नत्र भने एउटा स्कुलको प्रिन्सिपल सरले मलाई एउटा कुरा भन्नुभएको थियो कि उम्, अब त्यो अहिले नभनौँ, टाइम पनि छैन, त्यो पछि कुनै बेला कुरा गरौँला। उम्, खुद एउटा स्कुलको प्रिन्सिपल, अब स्कुलको प्रिन्सिपल भनेपछि सोच पुरै बच्चा बच्चीको जिम्मेवारी हो नि त। उम्, उहाँले धेरै राम्रो कुरा भन्नुभएको छ कि एउटा, त्यो कुनै भिडियोमा सेयर गरौँला है त। उम्, उम्। बच्चालाई हामी नेचर सिकाउँदैनौँ के, कम्पिटिसन हो सिकाऊ, सबभन्दा बढी ल्याऊ, यसलाई त्यो गरिदेऊ, तिमीलाई एक बक्सिङ तिमी 2 बक्सिङ हानिदेऊ, तिमीलाई हिम्मत कसरी गर्यो कुनै टिचरले हानेको होइन। पहिला त बच्चालाई अर्को 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 गार्जेनले हानिदिन्थ्यो क्या, रुन्थ्यो त्यो हुन्थ्यो। अनि यही सबको चक्करमा नि मान्छे बन्नै बिर्सिहाल्छ। हो, सबभन्दा मेन कुरा, कसैले यो भनेन बच्चाले यार म मतलब राम्रो मान्छे बन्न चाहन्छु के, सोच न, समाजले उसलाई राम्रो मान्छे बन्न सिकाइरहेको छैन के। बाबु राम्रो महान हो मान्छे त्यही बन्नु, सोसाइटीको लागि काम गर्नु होइन, ठुलो नेता बन्नु, यहाँ करप्ट नेताहरू छन्, त्यस्तो किसिमको पनि नलेज चाहियो नि यार। एउटा के छ भन्दाखेरि एउटा बने बनाए संस्कार छ नि, मधेसको प्रायः के हुन्छ, डाक्टर इन्जिनियर डाक्टर इन्जिनियर डाक्टर इन्जिनियर, त्यही अनुसार मान्छे साइकोलोजिकली हुन्छ हैरान। म पनि त्यही हैरान छु भनौँ न, मलाई पनि टिचर बन्नु मन थियो, तर बने ठिकै छ, होइन भने बेस्ट, मैले भने त तिमीलाई, बेस्ट डाक्टर क्यान बेस्ट टिचर, बेस्ट इन्जिनियर क्यान बी बेस्ट, बेस्ट म्याथमेटिसियन होइन। हामी चाहिँ बेटर तिम्रो म्याथ सिस्टमको बारेमा पढाउन सक्छौँ, डाक्टर जस्तो को पढाउन सक्छ होइन। इन्जिनियरले बेस्ट म्याथमेटिसियन, किनभने उसले चाहिँ युथ चाहिँ हेरेको हुन्छ, त्यो कुरा हो कि भोगेको हुन्छ कि। हो। ठिक छ यार, ठिकै छ, डिस्कन्टिन्यू। ल यसलाई अब के भन्छ, ऊ अफ गरिदेऊ न त्यो हाम्रो